वेल फर्स्ट टाइम नेपाली क्रिकेट टिम प्लेड वेल विथ एनी टेस्ट नेसन कन्ट्री। हुन त योभन्दा पहिला पनि हामीले वेस्ट इन्डिजसँग एउटा सिरिज जितेर आएका हौँ, 2-1 सिरिज नै जितेर आएका हौँ, बट सिनारियो डिफरेन्ट। वी आर इन वर्ल्ड कप मञ्च, हामी वर्ल्ड कपको मञ्चमा छौँ। यहाँनिर हामीले कस्तो खालको पर्फर्मेन्स गर्यौँ, हामी चुक्यौँ तैपनि हामीले हार मानेका छैनौँ। हिस्ट्रीकै कुरा गर्ने भने फर्स्ट टाइम 2014मा हामी वर्ल्ड कपको मञ्चमा आएका थियौँ। त्यहाँनिर हामीले अफगानिस्तानलाई हराउँदै एक किसिमको लेभल अपग्रेड गरेका थियौँ। त्यसपछि आएर 2024मा हामीले दोस्रो पटक वर्ल्ड कप खेल्न, त्यहाँनिर हाम्रो साउथ अफ्रिकासँगको त्यो 1 रनको हार विश्वव्यापी चर्चामा रहन पुग्यो। त्यही स्टोरी रिपिट भएको, बट वी आर नट होपलेस। अब नेपाली क्रिकेट टिमले जस्तो सुकै कन्ट्रीसँग पनि टक्कर दिन तयार छ भनेर हामी एकदमै रेडी छौँ भनेर चाहिँ हिजो नै हामीले मेसेज गरिसकेका छौँ। ओल्ड क्रिकेट जस्ट 4 रन, वी आर लेट, तै पनि केही छैन। यसभन्दा पछि हामी वेस्ट इन्डिजसँग खेल्नेछौँ, इटलीसँग खेल्नेछौँ, स्कटल्यान्डसँग खेल्नेछौँ। हामीसँग 2वटा प्रतिद्वन्दी एकदमै सहज छन्। हामीलाई अब बाटो छेक्ने भनेको त्यही वेस्ट इन्डिज हो। वेस्ट इन्डिजसँग हामीले यदि हिजोको जस्तै पर्फर्मेन्स गर्ने भने हामी पक्कै पनि जित्नेछौँ। हामी विश्वकपको सुपर 8मा जान हामीलाई सहज हुनेछ। वी आर प्लेड वेल। आई वान्ट टु रेट 10मा 9 रेटिङ दिन चाहन्छु म, बिकज हिजो सबै कुरा वेल थियो। एभ्रिथिङ हिजो चाहिँ एकदमै गजब थियो। हामीले यो होप गरेका थिएनौँ कि इङ्ल्यान्ड जस्तो टिमसँग यस्तो राम्रो पर्फर्मेन्स गर्छ भन्ने हामीले सोचेकै थिएनौँ। बलिङ वाइज कुरा गर्ने भने एकदमै अमेजिङ टाइपको बलिङ गरेको थियो। 7 बलर युज भइरहँदा 5 रन ओन्ली एक्स्ट्रा नेपाली क्रिकेट टिमले चाहिँ दिन पुगेका थिए। एकदमै राम्रै पर्फर्मेन्स थियो। अब शेर मल्लकै कुरा गर्ने भने शेर मल्लको डेब्यू नै थियो। डेब्यूको पहिलो बल नै विकेट हुन पुग्छ। सन्दीप लामिछानेको ओभरमा पनि पहिलो बल पहिलो विकेट। गजब थियो। इङ्ल्यान्ड जस्तो टिमलाई यसरी हामी दबदबामा पार्न। दिपेन्द्र सिंह अहिले प्लेड वेल होइन, 2 विकेट लिन पुगेका थिए। इङ्ल्यान्ड जस्तो टिमसँग जोसँग थिए फिलिप सार्ट, जोसँग थिए ज्याकब ब्याथलिल, जोसँग थिए जोस बटलर, जसले 2 पटक T20 वर्ल्ड कप जितिसकेको छ, जोसँग छ जोफ्रा आर्चर, जोसँग छ आदिल रसिद, एन्ड जोसँग छ श्याम करन। ब्याटिङ वाइज कुरा गर्ने भने कुशल भुत्तेल स्टार्टेड वेल। जब इङ्ल्यान्डले नेपालमाथि दबदबा गर्न थालिसकेको थियो त्यस बेला आएर लोकेश बमले जुन तरिकाले ब्याटिङ गरे त्यो एकदमै हेर्न लायक थियो। लोकेश बमलाई किन स्क्वाडमा ल्याइयो भन्ने थियो। त्यसलाई आएर हिजोको म्याचमा चाहिँ लोकेश बमले एकदमै प्रुभ गरिदिएका छन् कि आई क्यान डु इट। फिनिसिङ टचमा कहीँ कतै एक्सपिरियन्सको कमी देखे तापनि लोकेश बमले जुन तरिकाले अन्तिममा आएर फिनिसिङ टच दिए यो एकदमै हेर्न लायक थियो। नेपालले राम्रो पर्फर्मेन्स गरिरहँदा जब त्यो 17 ओभर, जब श्याम करन आएर नेपाललाई ओन्ली 2 रन दिएर एउटा विकेट दिलाउन पुग्यो, त्यहाँबाट नेपाललाई अलिकति गाह्रो बन्न पुगेको हो। नेक्स्ट 2 ओभरमा नेपालले 41 रन हानेको छ। 41 रन। लोकेश बम प्लेड एकदमै धमाकेदार पर्फर्मेन्स। श्याम करनको त्यो 17 ओभर एन्ड श्याम करनको त्यो 20 ओभर नेपालको लागि एकदम घातक। केही छैन, हामीले हारेका होइन, हाम्रो लागि यो जित सरह हो। नेक्स्ट टाइम हामी वेस्ट इन्डिजसँग खेल्दैछौँ। नेक्स्ट म्याच पक्कै पनि वेस्ट इन्डिजसँग यही पर्फर्मेन्स गर्ने भने हामी जित्नेवाला छौँ। हामी नेपाली क्रिकेट टिम जित्नेवाला छ। वेट एन्ड सी नेक्स्ट म्याच के हुनेछ।